रविजीहरूले हर्कजीहरूले अहिले जसरी आउनुभयो उहाँहरूलाई एउटा अवसर छ पुराना पार्टीहरूले गरेका गल्ती नदोहोर्याउने हो। उनीहरूले गरेका गल्तीबाट पाठ सिक्ने काम गर्नुभयो भने उहाँहरूको लागि एउटा ठुलो अवसर हो। उहाँहरूले राम्रो गर्नुभयो भने म त खुसी हुन्छु। किन खुसी हुन्छु भन्दा एउटा नेपाली नागरिक भएको हिसाबले सुशासन कायम गर्नुभयो, भ्रष्टाचार नियन्त्रण गर्नुभयो, देशमा चाहिँ देशको शासन संयन्त्रलाई अझ संस्थागत बनाउनु भयो, बलियो बनाउनु भयो, नागरिकहरूको सामाजिक सुरक्षालाई बलियो बनाउनु भयो, देशभक्तिपूर्ण काम गर्नुभयो भने त म त खुसी हुने हो नि होइन। कुनै आग्रह पूर्वाग्रह केही पनि छैन, उहाँहरूलाई सहयोग पनि गर्ने हो होइन। तर गलत गर्नुभयो भने त फेरि उहाँहरूको प्रतिपक्षी हामी हुने, हामी जस्ता मान्छे हुने। किनभने गलत गर्नुभयो भने, राष्ट्रघात गर्न थाल्नुभयो भने होइन, सत्ताको दुरुपयोग गर्न थाल्नुभयो भने त हामी त भुक्तभोगी पनि हौँ त होइन। पहिला उहाँहरूले पुराना पार्टीका नेताहरूले गलत गर्दाखेरि त्यस्तो बेलामा उनीहरूले आफूलाई बाघ ठान्थे, त्यो बेला पनि हामी लडेको हो त, निर्धक्कका साथ छाती फुलाएर लडेको मान्छे हो नि होइन। त्यस कारणले उहाँहरूले अहिले नयाँले पनि गल्ती गर्नुभयो भने हामी पनि छोड्दैनौँ हो। तर राम्रो गर्नुभयो भने दिल खोलेर उहाँहरूलाई सहयोग गर्ने।